Back to my evening vlog है किनभने मैले मर्निङको ब्लग त तपाईहरुको छेउमा राखिसकेको छु अपलोड गरिसकेको छु सो यो चाहिँ इभिनिङको ब्लग हो म चाहिँ वक हिँडेको इभिनिङ वक है के गरेको यस्तो त है मणिपुरबाट आउनेहरुले त कम्ति खाँदैन नि के भन्छ यसलाई के चाहिँ एन्डेम भन्छ उहाँको भाषाले चाहिँ यहाँको चाहिँ के भन्छ थाहा छैन मलाई एन्डेन हामी त माने भन्छौं है माने भन्नुहुन्छ पिण्डालु ए हामी चाहिँ एन्डेम भन्ने म भरे निस्केर लान्छु ल यो फुल ए लानु भरे आउँदा निस्किन्छु नि हेलो भाइ के गरेको हाई गर न यस्तो गर न हात हलाउ न शेक योर ह्यान्ड हाई खै हाँसेरै सेलेक्कै गयो हाँसेरै आदित्य तामाङ ओइ आदित्य तामाङ तेरो घरमा को आछ को आछ अहिले भर्खरै अन्त यो चप्पल कसको कुन त्यो अर्को रातो यो ला ओइ के छ ला पैसा ला ला पैसा तेरो पैसा भन्दा चाहिँ साला चलमलिन्छस् ओइ खै फोन खेलिनस् रहेछस् त आज भर्खर खेलेर बसेको बिहान 4:30 बजे अब बिहानको मेरो ब्लग त देखिहाल्नु भयो है अन्त आज चाहिँ म तपाईहरुलाई काँकरी भिटाको दोस्रो पार्ट देखाउनु जाँदैछु है त किनभने आज अब इभिनिङ वक त तपाईहरुलाई थाहै छ म जान्छु हैन त्यही भएर आज चाहिँ यो बाटो जाउँ भनेर चाहिँ म तपाईहरुलाई देखाउँदै छु यो काँकरी भिटामा चाहिँ यस्तो बाँसकारी पनि छ है अन्त के रहेछ म देखाउँछु यो चराहरुको किचिङ किचिङ गरेको त सुन्नु हुँदैछ होला हैन यो चाहिँ बाँसकारी भयो तपाईहरुले यहाँ सुन्नु सक्नुहुन्छ हैन कस्तो चराहरु चेरेङ 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 कराउँदैछ हैन अनि यहाँ चाहिँ फेरि उयो भएको बेलामा चाहिँ हिँड्नु सकिदैन नि पुरा सापहरु यतिकै हुन्छ हो यस्तो फुलहरु फुलेको छ बाँसकारी नै बाँसकारी छ हैन अनि यहाँबाट चाहिँ ओरालो जाने हो तलबाट घाँस लिएर आउँदैछ हिजो यो दिदीलाई तल कुवामा भेटेको थियो म चाहिँ स्पेशली तपाईहरुलाई यो बाटो चाहिँ लगेर चाहिँ किन देखाउन चाहेको भनेको चाहिँ यहाँ चाहिँ कस्तो ठुल्ठुलो झिल छ क्या माछाको कुवा छ यो बाँसकारी देखेर चाहिँ मलाई मेरो माइतकै याद आयो हैन यस्तो बाँसकारी चाहिँ कसको छ भने मेरो साथीको हरूको बाँसकारी छ क्या हाम्रो घरको छेउमा चाहिँ मतलब अन्जनाहरुको छ बाँसकारी त्यसको याद आयो तर यो चाहिँ सिक्किमको बाँसकारी हैन यो चाहिँ झापा काँकरी भिटा नेपालको बाँसकारी हो यस्तो ठुलो छ हुन्छ म चाहिँ अब तपाईहरुलाई देखाउन चाहन्छु झिल डन्टरन हेरिहाल्नु यहाँ अब कतिवटा झिल छन् यहाँ त्यहाँ पर पनि छ हो म चाहिँ तपाईलाई यो केरा देख्दा चाहिँ मेरो आमाको याद आयो मेरो आमाले जस्तै केरा जाइतै रोपेको छ यहाँ पनि यहाँ चाहिँ मन्दिर छ यो चाहिँ झिल छ हेरिहाल्नुस् अब यहाँ हैन यहाँ झिल छ त्यसको उतापट्टि पनि छ त्यसको उतापट्टि पनि छ अन्त यतापट्टि पनि छ अन्त पर पनि छ यहाँ चाहिँ मन्दिर छ यहाँ चाहिँ म कहिले गएको चाहिँ छुइनँ जानु चाहिँ हैन तर म टाढैबाट ढोग्छु यो बाटो हिँड्दा चाहिँ अन्त हैन यहाँ पनि झिल छ तर यो चाहिँ पानी पुरै सुकेको छ अहिले हैन भोलि पर्सि अब त्यो रेनी सिजनमा चाहिँ नि यहाँसम्म यो डल्लै पनि पानी नै पानी हुन्छ हैन यति बेसी पानी हुन्छ त्यो पानी पर्ने सिजनमा माछाहरु चाहिँ यतानिर निस्किराखेको हुन्छ नि हिँड्दै गर न त यहाँ त्यो उयो रातो देख्ने च्यादर देखेको चाहिँ भन्सार हो हैन भन्सार चाहिँ त्यहाँ छ अन्त यहाँदेखि पल्लोपट्टि पनि छ निकै यहाँ जाउँ न हेर्नु एकचोटि
औ उयो जाउँ न हेर्नु पानी छ कि छैन भनेर नि यहाँ पनि छ हैन झिल यता चाहिँ अलिक मजाकै छ पानी जङ्गल छ नि त यहाँ चाहिँ जङ्गलै जङ्गल छ यहाँ त्यहाँ हल्लिँदैछ माछा छ होला यस्तो छ मलाई यो चाहिँ हैन तपाईहरुलाई देखाउनु मन पर्यो थियो मेरो भ्युअर्सहरुलाई हैन मुस्कानको चाहिँ के गर्छ कहाँ जान्छ भनेर इच एन्ड एभ्रिथिङ देखाउनु मन लाग्छ नि त त्यही भएर यहाँ हेरिहाल्नु नि यो फुल चाहिँ कति दामी जङ्गली फुल यहाँ चाहिँ मकै हैन दोरे लाउने लगाइ पनि सकेछ है यति ठुल्ठुलो खेतीपातीहरू हुन्छ काँक्राभिटामा पनि माथिको जङ्गलबाट आएको म चाहिँ त्यो माथिबाट हरियो हरियो छ यहाँ चाहिँ हरियो यहाँ चाहिँ हैन आँपको झ्याङ छ गाजी थुप्रैवटा बोट छ आँपको सबै फुलिरहेको छ बास्ना मकमक मकमक आइरहेको छ यहाँ चाहिँ उ त्यो रातो देख्ने चाहिँ चर्च हो तर मलाई थाहा छैन कुन चाहिँ यसको चर्च हो के भयो जुम्रा पायो क्या हो अब हाम्रोतिर त मसिनो मसिनो गरा हुन्छ नि खेतको यहाँ त एउटै गरा आम्माम्मा खेत हो नि त यो गरा होइन नि त खेत गरा खेत भनेको खेतै हो गरा भनेको गरै हुन्छ अब हैन यहाँदेखि आएर पनि यो गाउँहरू देख्दैछ फेरि यो गाउँहरू चाहिँ के भन्छ गैरी गाउँ भन्छ सायद यतापट्टि यो चर्च भएर चर्च गाउँ भन्छ ल उ त्यो देखेको भन्छ यहाँदेखि यस्तो गएर त्यहाँ गयो भने फेरि माथि चेकपोस्टमा निस्किन्छ मेन रोड निस्किन्छ अन्त जे होस् अब काँक्राभिटामा बाँकी खायो भने चाहिँ धेरै ठाउँ हिँड्ने लुकेर चोर बाटोहरू धेरै छ भन्नु है नि कि हेर्नु के एकदमै मकै भएछ यस्तो लह आमा हेर्नु है मेरो ब्लगमा मकै हेर्नु त यहाँ धान चमरा पनि निस्किसकेको छ मकैको हाम्रो आमालाई त फेरि यस्तो धानहरू मकैहरू साह्रो मनपर्छ नि औ अन्त त माटो बहुत मोल पुरा भएको रहेछ यहाँ है यहाँ चाहिँ जम्मै धान चमरा निस्किसकेको छ यसको मतलब चाहिँ अब कोसा बुङ्गा लागिसक्यो खोया लागिसक्यो यहाँ चाहिँ हाम्रो च्याङ्बा दाइको घर हो च्याङ्बा दाइको घरको यहाँ चाहिँ कति बेसी यस्तो हैन यसो सिमी रहेछ सिमी फलिरहेको छ च्याङ्बा दाइ चाहिँ नानी खेलाउँदै रहेछ च्याङ्बा दाइ नाति खेलाउनु भएको नाति कि नातिनी नातिनी हामी चाहिँ हैन रोडमा फेरि कच्ची रोडमा आइपुग्यौँ कच्ची रोड त हैन कि राम्रै रोडै हो तर यो चाहिँ अब भर्खरै हुँदैछ हैन यसलाई ड्रेनहरू बनाइसक्यो अनि अब यसलाई पिच पनि पार्यो यस्तो पारेको थिएन यसलाई पिच पनि पार्यो पिच भन्दैनौ यसलाई अलिक सम्मायो भन्छ है नि के भन्छ ग्रेबल गर्यो अब यहाँनिर अलपत्र के अलकत्र ओछ्याउनु छ हैन कुद्छ सिटीहरू कुद्छ सबै कुद्छ यहाँ गाडीहरू पनि हैन गाउँ छ यस्तो दामी फुलहरू फुलिरहेको छ अब हैन गाउँमा मजाले अब जग्गा भएको जग्गामा त मजाले फुलहरू पनि फुल्छ नि त नि ठाउँ हुनु पर्यो सबै यो सुपारीको रुखहरू छ फुलहरू No. अरे के अझै पनि हैन यस्तो पुरानो
घरहरू जोगाएर राखेको छ यहाँ पनि अन्त लिची पनि पुरा फुलिरहेछ मुस्कान्नुको आउँदैछ मुस्कान्नुको इभिनिङ वक गरेको अरे तर के गरेको भ्याएको त भन्दा छिटो हिँड्छ है यहाँ हेर्नुहोस् हाम्रो सिक्किममा जस्तै होइन यहाँ पनि यो पराल यस्तो बनाएर राख्छ पछि त्यो उयसको लागि के भन्छ रेनी सिजनमा उयोहरू नहुँदा घाँसहरू नहुँदाखेरि अहिलेको सुकौरोको टाइमको लागि हो यो यसरी यो मतलब के पो पराल यसरी प्रिजर्भ गरेर राख्छ अनि हामी चाहिँ त्यो ठाउँबाट आएको म चाहिँ त्यहाँबाट होइन त्यहाँबाट आएको अब त्यहाँबाट एक चक्कर लाउँदै जाने हो हिँड्दैछु देखिहाल्नु भयो होला होइन काँक्रेभिट्टाको यता तल्लो साइड पनि एकदम दामी छ मजाको छ होइन भर्खर डेभलप हुँदैछ सबै ठाउँहरू होइन अब यहाँनिर अब पानी बिजुलीको त केही पनि कमी छैन अब एक चाहिँ यो रोड अलिकति पिच हुनु बाँकी छ होइन त्यति नै हो बाँकी चाहिँ एकदम सहर भइसक्यो हाम्रो किरणलाई पनि भेट्यौँ बाटोमा यस है खतरा छ होइन यो चाहिँ अब होइन यहाँ पनि यस्तो मजाको के हो यो पहेँलो यो जरा हुन्छ हौ झार हुन्छ हौ जेन्डिसको दबाई अरे हो यो हेर ल यो डल्लै मर्छ नि यसको फेदै हुँदैन आफै बाँच्छ ऊ एउटा हुँदैछ होइन कुटेर खानुपर्छ अरे अब यो चाहिँ यतापट्टि भयो यो जस्ट यो पर देखेको चाहिँ सबै इन्डिया हो पानी ट्याङ्की हो यहाँ चाहिँ खेतीबारीकै एरिया हो आयो भन्दैछ के आयो सब्जीहरू बिस्कुट चाहिँ सब्जी हो के हो भन न भन त आमा भाइ हौ यता सुन न हौ कहाँबाट आएको तिमीहरू इन्डिया बजारबाट कहाँ हो घर तिमीहरूको हो ल के छ भाइ तिम्रो चाहिँ फुचे भाइ के छ गर्नु ल क्या मजा लिएर आए उयो सेतो लाउने भाइ चाहिँ नि चितवनमा चाहिँ सशस्त्र छ अरे हो ल ओके बाई भाइहरू ओइ फुचे भाइ बाई यता हेरेर भन् न बाई हामी चाहिँ फेरि यो बाटो लागेको अब म मेरो यो आज होइन नाइटको ब्लग चाहिँ इभिनिङको ब्लग भए पनि नाइटको ब्लग भए पनि यसमै इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन मेरो भिडियो इन्ड गर्नुभन्दा अगाडि अझै एउटा केही चाहिँ देखाउनु मन लागिहाल्यो तपाईँहरूलाई यहाँ हेर्नुहोस् है यो बिचमा यस्तो राखेको छ होइन अब कतिजनालाई थाहा हुँदैन अब हामी बस्तीवालाहरूलाई त थाहा हुन्छ नि कि यो किन राखेको भन त अब यो मकै नउम्रिन्जेलसम्म चाहिँ यो राख्छ नि त नि यो आयो भने चाहिँ मान्छे रहेछ भनेर कागहरूले टिप्दैन अन्त अब यो मकैहरू उम्रिसक्यो नि त त्यही भएर चाहिँ ल त आजको ब्लग यसमै इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो लभ यु अल एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल है सब्सक्राइब के अरे सब्सक्राइब माई च्यानल ला